नमस्ते साथीहरु, आजको यस भिडियोमा चाहिँ मैले कुरा गर्न गइरहेको छु आइफोन 14 को क्यामेराको बारेमा के कस्तो फोटो भिडियो खिच्छ र कुन कुन मोडमा हामीले खिच्न मिल्छ भनेर देखाउन गइरहेको छु। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर यस भिडियोलाई लाइक पनि गरिदिनु होला। हामीले आइफोन 14 मा चाहिँ दुईवटा मेन क्यामेरा पाउँछौं है। रियरमा चाहिँ दुईवटा क्यामेरा पाउँछौं। 12 मेगापिक्सलको क्यामेरा रहेको छ भने एउटा वाइड जसमा चाहिँ 1.5 एपर्चर रहेको छ। त्यसैगरी अर्कोमा अल्ट्रा वाइडमा तपाईले 2.4 एपर्चर पाउन सक्नुहुन्छ। त्यसैगरी भिडियोको कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा एचडी 60 एफपीएस सम्म रेकर्ड गर्न मिल्छ भनेदेखि तपाईले 4K मा पनि 60 एफपीएस सम्म नै रेकर्ड गर्न अप्सन पाउन सक्नुहुन्छ। सिनेम्याटिक मोडमा एचडी मा 30 एफपीएस रेकर्ड गर्न सक्नुहुन्छ। भिडियो क्वालिटी एकदमै बवाल रहेको छ। स्क्रिनमा पनि देखिरहनु भएको छ हजुरहरुले है। मैले भिडियो गरेरै देखाइरहेको छु। एकदमै बवाल क्यामेरा रहेको छ। यो मैले केही स्याम्पलहरु पनि खिचेको छु, पछि देखाउने नै छु। त्यसैगरी स्लो मोड पनि रहेको छ यसमा, जसमा एचडी मा 240 एफपीएस मा रेकर्ड गर्न सक्नुहुन्छ। क्यामेराको कुरा गर्नु पर्दाखेरि तपाईलाई एकदमै मिनी साइजमा एकदमै बवाल क्यामेरा रहेको छ। 0.5x पनि यसमा तपाईले टाइम ल्याप्समा पाउँदै हुनुहुन्छ, 1x पनि पाउँदै हुनुहुन्छ। स्लो मोको पनि त्यही नै हो कुरो है। यसमा तपाईले एचडी 240 एफपीएस, एचडी 140 एफपीएस मैले अघि नै कुरा गरिहालेँ। फ्ल्यास लाइट रहेको छ। यसमा अप्टिकल इमेज स्टेबिलाइजेसन पनि रहेको छ है। अप्टिकल इमेज स्टेबिलाइजेसन पनि रहेको छ। तपाईले यसमा चाहिँ प्रोटेक्ट कतिको दिने भनेर मिल्छ है, ब्याकग्राउन्डमा ब्लर कतिको गर्ने भनेर मैले यो देखाइरहेको छु स्क्रिनमा। सिनेम्याटिक मोडमा हजुरहरुले एचडी 30 एफपीएस, 4K 30 एफपीएस मा रेकर्ड गर्न सक्नुहुन्छ। त्यसैगरी 24 एफपीएस को पनि यसमा अप्सन दिएको छ। त्यसैगरी भिडियोमा त हजुरहरुले 4K 60 एफपीएस सम्मको अप्सन पाउन सक्नुहुन्छ। यसको अन्य फिचर्सहरु पनि मैले सरसरी देखाइदिएको छु है। हजुरहरुलाई देख्न सक्नुहुन्छ। यसमा धेरै नै फिचर्सहरु रहेको छ क्यामेरामा भनेदेखि एक्सपोजर, स्टाइल, लाइभ फोटो हरेक कुराहरु पाउन सक्नुहुन्छ। यसमा चाहिँ डिफ्रेन्ट टाइपहरुको फिल्टर पनि रहेको छ। एज युजुअल है, सबै आइफोनहरुमा त्यो आउने नै गर्छ। आइफोन 14 को फ्रन्ट क्यामेराको कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा ट्रू डेप्थ क्यामेरा 12 मेगापिक्सलको जसमा चाहिँ 1.9 एपर्चर रहेको क्यामेरा युज भएको छ है। यसमा अनि आइफोनले पहिलो पटक फ्रन्ट क्यामेरामा अटो फोकस अप्सन आइफोन 14 बाट लिएर आएको थियो। यसको लो लाइट परफर्मेन्स पनि एकदमै बवाल रहेको छ है। मैले यस भिडियोको इन्डमा चाहिँ आइफोन 14 को क्यामेरा स्याम्पलको फोटो भिडियोहरु सबै राखिदिएको छु। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। यो चाहिँ यसको फ्रन्ट क्यामेरा हो भनेदेखि लाइटिङले गर्दा अलि देखिएको छ। फ्रन्ट क्यामेरा पनि 12 मेगापिक्सलको भइ नै हाल्यो। केही स्याम्पलहरु चाहिँ यस्तो छन् है। यो भिडियो स्याम्पलहरु रहेको छ। ओभरअल आइफोन 14 को क्यामेरा स्याम्पल हेर्दाखेरि चाहिँ हामीले के छुटाउन सक्छौं भनेदेखि यदि तपाईले भ्लगिङ गर्नुहुन्छ भने नि यो बेस्ट छ, किनकि यसमा एक्सन मोड, सिनेम्याटिक मोड, फ्रन्ट क्यामेरामा अटो फोकस दिएको छ है। त्यसैगरी 4K 60 एफपीएस को त अप्सन भइ नै हाल्यो र एकदमै ह्यान्डी फोन बनिरहेको छ। यो चाहिँ हजुरहरुको लागि भिडियोग्राफीको लागि, फोटोको लागि एकदमै बवाल अप्सन हुन सक्छ। अब आइफोनहरुमा अडियो क्वालिटी मतलब माइक क्वालिटी चाहिँ है, आइफोनको इनबिल्ट माइक राम्रो हुन्छ है। त्यसैले भिडियोग्राफीहरु तपाईले भ्लगिङ गर्नुहुन्छ भनेदेखि एकदमै बेस्ट अप्सन यिनीहरु हुन सक्छ, किनकि एकदमै ह्यान्डी फोन छ। हजुरलाई भिडियो बनाउन पनि एकदमै इजी हुन्छ है। आजको यस भिडियोमा यति नै। बाँकी अरु भिडियोमा आउनु छ। सो हाम्रो च्यानललाई सब्स्क्राइब गरी यो भिडियोलाई शेयर गरिदिनु होला।